एक अक्षरबाट शब्द अनि मन्त्र भएम तिमीले मायाले बाँध्यौ अनि स्वतन्त्र भएम। अस्ति सामाजिक सञ्जालमा एउटा केस चर्चामा आयो। श्रीमती क्यानाडा पुगेपछि श्रीमानसँग सम्पर्कविहीन भयो र यस्तै अमेरिका अस्ट्रेलियासँग जोडिएका केसहरू पनि चर्चामा आयो। साथ जुनी सँगै जिउने सँगै मर्ने बाजा कसम खाएको मान्छे एक्कासी कसरी चटक्कै छोडेर जान आँट गर्छ? सँगै सङ्घर्ष गरेको मान्छेलाई कसरी एकाएक बिर्सिन सक्छ? यस्ता घटना जसको जीवनमा घट्छन् उसलाई हुने पीडा हामीले बाहिरबाट अनुमान गर्न सक्दैनौँ। धोका भन्ने कुरा महिला वा पुरुष जसले दिए पनि धोका नै हो। तर आज म कसैको पक्ष वा विपक्षमा फैसला सुनाउन आएको हो। हरेक केसका तथ्यहरू फरक हुन सक्छन्। कहीँ लोभ होला, कहीँ नयाँ सम्बन्ध होला, कहीँ अब्युज होला, कहीँ वर्षौंदेखिको डिसस्याटिस्फ्याक्सन होला, कहीँ वेल प्लान्ड धोका पनि हुन सक्छ। तर प्रश्न के हो भने यस्ता घटना बारम्बार किन भइरहेका छन्? हामी हरेक पटक एउटा महिलालाई गाली गरेर एउटा पुरुषलाई बिचरा भनेर 2-4 दिन सोसियल मिडियामा आक्रोश पोखेर बस्छौँ अनि त्यसपछि फेरि अर्को घटना आउँछ, फेरि त्यही गर्छौँ। किनकि हामी घटनाको हाँगा काटिरहेको छौँ। हामी जरा छोएकै छैनौँ। कुनै पनि सम्बन्ध मुख्यतः 3वटा कारणले टिक्छ हैन। सबभन्दा पहिलो प्रेमले गर्दा टिक्छ, दोस्रो सेक्युरिटीले गर्दा टिक्छ र तेस्रो हुन्छ डर हैन, समाजको डर, सम्बन्धको डर, दुनियाँको डर। र नेपालको सन्दर्भमा दुःखको साथ मैले भन्नुपर्छ हाम्रा धेरै सम्बन्धहरू प्रेमका कारण होइन, फाइनान्शियल सिक्युरिटी र सामाजिक डरले टिकेको छ। सबै होइन, अधिकांश। तर यदि हामी आफ्नो हजुरआमा, आमा, दिदीबहिनी या जीवनसाथीसँग एकपटक सरफेसमा होइन डिप डाउन कुरा गरौँ भने उहाँहरूले आफ्नो कति धेरै इच्छाहरू मार्नुभयो, कति धेरै सपनाहरू छोड्नुभयो, उहाँले कति कुरा सहनुभयो, कति धेरै डिसिजन्सहरू उहाँले आफूले लिनै पाउनु भएन। हाम्रो कति सम्बन्धहरू प्रेमका कारण टिके र कति सम्बन्ध जाने बाटो नभएको कारण टिके। यो प्रश्नको इमानदार उत्तर आयो भने हामीले समाजको ठुलो सत्य छर्लङ्ग देख्छौँ। हामी आफ्नो आमालाई करुणाको खानी भन्छौँ, यो सुन्दर कुरा हो। तर हाम्रै आमा करुणाको खानी मात्र होइन नि, उहाँ आफैमा एउटा पूर्ण मान्छे पनि त हो नि। उहाँको पनि त आफ्नो सपना थिए, आफ्नो चाहना थिए, आफ्नो आइडेन्टिटी थियो। उहाँलाई पनि कहीँ घुम्न मन थियो होला, केही सिक्न मन थियो होला, केही गर्न मन थियो होला। उहाँले मार्नुभएको थुप्रै चाहनालाई हामीले महान बलिदान भनेर सेलिब्रेट गरिदिन्छौँ। तर उहाँले त्यो आफ्नो चाहनाहरू किन मार्नु पर्यो भनेर हामीले कहिले पनि प्रश्न गर्दैनौँ। मानिसले आफ्नो इच्छा आकाङ्क्षाहरूलाई मार्नुलाई हामीले संस्कार भन्नु हुँदैन। आफ्नो उनीहरूको इच्छा बुझ्नु, उनीहरूको अस्तित्व स्वीकार गर्नु, यो हो संस्कार। मानव सभ्यताको इतिहास नै एउटा अन्धो अधीनताबाट फ्रिडमको तर्फको यात्रा हो नि त। जसरी हाम्रो वेदिका केसीले धर्म त्यागेको होइन नि त, धर्मको नाममा हुने अन्धो एउटा विश्वासमाथि उनले प्रश्न गरे। मानिसले शासन नै अस्वीकार गरेको होइन नि त, राजाको हिरण्यपुष्टमाथि, डिक्टेटरसिपमाथि पो प्रश्न गरेको। त्यस्तै मानिसले शिक्षक, अभिभावक या परिवारको महत्त्व अस्वीकार गरेको होइन नि त। उनीहरूको हरेक आदेश नै अन्तिम सत्य हो भन्ने कुरा मान्छेले रिजेक्ट गरे। र आज पनि महिलाले पुरुषलाई रिजेक्ट गरेको होइन, उनीहरू पुरुषको अधीनमा मात्र बस्नुपर्ने विचारलाई रिजेक्ट गर्दैछ। किनकि मान्छे स्वभावले बाइ नेचर नै आफ्नो जीवनको मालिक आफै बन्न चाहन्छ। हाम्रो सम्माननीय प्रधानमन्त्रीको एउटा सुन्दर कविता छ, एक अक्षरबाट शब्द अनि मन्त्र भएम तिमीले मायाले बाँध्यौ अनि स्वतन्त्र भएम। नियन्त्रणले बाँध्छ र कुनै पनि कुरा सानो बनाउँछ, तर प्रेमले जोड्छ अनि ठुलो बनाउँछ। फ्रिडम नभएको सम्बन्धलाई साँचो प्रेम भन्न पनि त मिल्दैन, किनकि त्यहाँ कुनै चोइस छैन। तपाईँले ढोका बन्द गरेर राखेको मान्छे तपाईँसँग बस्यो भन्दैमा ऊ लोयल छ, उसले तपाईँलाई प्रेम गर्छ भन्ने प्रमाण हुँदैन। उसलाई बाहिर निस्केर बाटो पनि थिएन कि कुनै पनि रिलेसनसिपमा यदि एक्जिटको विकल्पै छैन भने, अप्सन नै छैन भने त्यहाँ स्टेइङको पनि अर्थ छैन नि त। प्रेम त्यहाँबाट सुरु हुन्छ जहाँबाट बाध्यता समाप्त हुन्छ। अनि तपाईँले एउटा कल्पना गर्नुहोस्, एउटा चरालाई पिंजडामा राख्नुभयो, अर्को चरालाई खुला आकाशमा उड्न दिनु र साँझ दुवैजना तपाईँसँग छन्। अब ध्यान दिएर सोच्नुहोस् त, तपाईँलाई कुन चराले रोज्यो? पिंजडाभित्रको चराले कि संसारभर उड्न सक्ने भएर पनि फर्केर आएको चराले? तर स्वतन्त्र भएर बाँच्न भावना मात्र पुग्दैन। आजको संसारमा फ्रिडमको सबैभन्दा ठुलो आधार हो फाइनान्शियल फ्रिडम। पैसा नै जीवनको सब थोक होइन, तर पैसा नहुँदा जीवनका धेरै डिसिजन्सहरू आफ्ना हुन्न, अरूका हुन्छ। सानो कमर्सियल ब्रेक। हामी युवाहरूको लागि यस्तो भिडियोज बनाउनका लागि हामीलाई रिसोर्सेसहरू जुटाइदिएर सहयोग गर्नुहुने हाम्रो अब्रोड स्टडी पार्टनर कंगारू एजुकेसन फाउन्डेसनलाई म धन्यवाद दिन चाहन्छु। अब 2जना छोरीको कल्पना गर्नुहोस्, दुवै एउटै उमेरका छन्, दुवैसँग सपना देख्न सक्ने दिमाग छ, दुवैसँग आफ्नो जीवन बनाउन सक्ने क्षमता छ। तर एउटी छोरीलाई सानैदेखि डल दियो, भाँडाकुँडा दियो खेल्नको लागि, बेबी केयरहरूको खेलौना दियो, उसले अब खेल्दा पनि चिया पकाउँछ, बच्चा स्याहार्छ, घर मिलाउँछ, अनि उसलाई बारम्बार के भन्यो भन्दा राम्रो छोरी बन्नुपर्छ, भोलि अर्काको घर जानुपर्छ, राम्रो बुहारी बन्नुपर्छ, धेरै बोल्नुहुन्न, घर धान्न सिक्नुपर्छ भने यही ठाउँमा अर्को छोरीलाई कन्स्ट्रक्सन ब्लकहरू दियो, टुल किट्सहरू दियो, कम्प्युटर चलाउन सिकाइयो, खेलकुदमा पठाइयो, पैसाले कसरी काम गर्छ भन्ने कुरा सिकाइयो र उसलाई भन्यो कि हामी आफ्नो खुट्टामा आफै उभिनुपर्छ, आफ्नो डिसिजन्सहरू आफै लिनुपर्छ, गल्ती गर्न डराउनुहुन्न र तिमीले संसार बुझ्नुपर्छ। अब 20 वर्षपछि यो 2वटा महिला मध्ये तपाईँलाई लाग्छ कसले आफ्नो इच्छा, आकाङ्क्षा, करियर, रिलेसनसिप र आइडेन्टिटीको बारेमा गरिएर सोच्न सक्ला? समस्या त्यो टोयहरूमा, खिलौनाहरू मात्र थिएन नि, त्यो खिलौनाहरूबाट उसलाई दिएको लाइफको ट्रेनिङमा थियो। केयर गर्न सिकायो तर आफूलाई केयर गर्न सिकाइएन, घर धान्न सिकायो तर
आफ्नो जीवन धान्न सिकाइयो, अरूको आवश्यकताहरूको बारेमा बुझ्न सिकाइयो, तर उसलाई आफ्नो आवश्यकताहरू व्यक्त गर्न हामीले कहिले सिकाएन। उसलाई जन्मदेखि नै आफ्नो सपना सेकेन्डरी हो है भनेर हामीले ट्रेनिङ दिएको हो। मलाई आजभन्दा 20-25 वर्षको एउटा कुरा याद आउँछ। त्यति बेला घर गृहस्थी कसरी चलाउने, असली गृहिणी बन्ने कसरी भन्ने किताबहरू धेरै महिलाले पढ्नु। अनि ऱ्यापिडेक्स इङ्ग्लिस स्पिकिङ कोर्स भन्ने किताब पनि घर घरमा हुन्थ्यो। त्यहाँ महिलासँग रिलेटेड त्यो इक्जाम्पल्सहरू कस्ता हुन्थे भनेर भन्दाखेरि वेन विल यु रिटर्न होम, होइन, वाट स्याल आई कुक टुडे, तपाईँ घर कहिले फर्कनुहुन्छ, आज म तपाईँले के खाना पकाउँ, यो इक्जाम्पल हो। मेल्सहरूसँग रिलेटेड इक्जाम्पलमा चाहिँ मिटिङ हुन्थ्यो कि, बिजनेस हुन्थ्यो, अफिस हुन्थ्यो, बाहिरी संसार हुन्थ्यो। महिलाको इङ्ग्लिस पनि घरभित्र सीमित थियो अनि पुरुषको इङ्ग्लिस चाहिँ संसार जित्न तयार थियो। यो सामान्य किताबको सामान्य ट्रान्सलेसन मात्र थिएन, यो समाजले कसको संसार कति ठुलो हुनुपर्छ भनेर दिएको एउटा ट्रेनिङ थियो। त्यसको नतिजा हो यो। तर त्यही समयमा केही महिलाहरू अटेरी थियो होला, होइन, केहीलाई समाजले असंस्कारी बन्यो होला र कोहीले घरको कुरा नसुनेर ल पढ्यो होलान्, कोहीले बिजनेस गरे होलान्, कोहीले एनजिओ चलायो होलान्, कोहीले पोलिटिक्स गरे होलान्। आजको दिनमा हामी जसलाई इम्पावर्ड महिला भनेर भन्छौँ नि, आफ्नो समयमा उनीहरूलाई सबैले विद्रोही भने, घमण्डी भने या बिग्रिएकी छोरी भने होला। किनकि समाजलाई स्वतन्त्र महिला मन नपर्ने होइन, समाजलाई आफूले कन्ट्रोल गर्न नसक्ने महिला मन पर्दैन कहिले। आज पनि कुनै पुरुषले आफ्नी श्रीमतीलाई खुलेर सपोर्ट गर्यो भने, उसको करियर सेलिब्रेट गर्यो भने, उसको घरको काम बाँड्यो भने, सँगै इन्जोय गर्यो भने कस्तो खालको कमेन्ट आउँछ दादा, ए जोरुको गुलाम। नामर्द एउटा इक्जाम्पल, प्रियङ्का कार्की र आयुष्मान देशराज जोशीको सार्वजनिक जीवनमा देखिने जुन कम्प्यानियनसिप छ, उनीहरूबीच वास्तवमा के छ भन्ने हामीलाई थाहा हुन्छ। तर बाहिर देखिने सपोर्टलाई पनि समाजको एउटा हिस्साले प्याट्रियार्की माथिको खतरा ठान्छ कि। अनि केटाहरूले मात्रै होइन, केटीहरूले पनि त्यस्ता कमेन्ट गर्छन्, किनकि प्याट्रियार्की पुरुषको दिमाग मात्र हुँदैन, यो समाजले महिला र पुरुष दुवैको दिमागमा राखिदिएको एउटा सफ्टवेयर। पुरुष अफिस जानै पर्छ र महिला घरमै बस्नुपर्छ भन्ने होइन, र फेरि महिला अफिस जानै पर्छ अनि पुरुषले चाहिँ घरको काम गर्नै पर्छ भन्ने नयाँ जबरजस्ती पनि होइन। उनीहरूको म्युचुअल अन्डरस्ट्यान्डिङमा जसले जे गर्न चाहन्छ, जसलाई जे आउँछ, जसले जे गर्दा मिनिङफुल महसुस गर्छ त्यो गर्न पाउनुपर्छ भनेको कुनै पनि रोल्स रेस्पोन्सिबिलिटीहरू समस्या होइन, जबरजस्ती लादिएको रेस्पोन्सिबिलिटी चाहिँ समस्या हो। कुनै पनि महिलाले उसले घर सम्हाल्न चाहन्छ भने त्यो पनि एकदम रेस्पेक्टफुल डिसिजन हो, तर उनीसँग अर्को कुनै पनि विकल्प छैन भने त्यो डिसिजन होइन नि, त्यो त बाध्यता हो। र त्यही भएर फाइनेन्सियल फ्रिडमको अर्थ महिलालाई पुरुषबाट टाढा बनाउने होइन, यसको अर्थ के भन्दा उनले आफ्नो डिसिजन आफै गर्न सकुन् भन्ने कुराको नजिक पुर्याउनु। हामीले महिलालाई फाइनेन्सियली इन्डिपेन्डेन्ट बनाउनुपर्छ ताकि उनीहरूलाई पुरुषको आवश्यकता नै नपरोस् भनेर होइन, उनीहरूले कसलाई प्रेम गर्ने, कससँग विवाह गर्ने, कुन काम गर्ने, सम्बन्धमा बस्ने वा नबस्ने भन्ने निर्णयमा उनीहरू स्वतन्त्र भएर लिन सकुन् भन्ने सोचेर भने। अब मैले यो भन्दा धेरै पुरुषको मनमा एउटा डर आउँछ, महिलालाई पढायो भने, कमाउन सक्ने बनायो भने, विदेश पठायो भने हामीलाई छोडेर जान्छन्। हो, फ्रिडमले सबैलाई राम्रो बनाउँछ भन्ने ग्यारेन्टी छैन, आई एग्री। किनकि एउटा अपराधीलाई सजाय दिँदा एउटा केस मात्र सकिन्छ, तर जरा बुझेर त्यो समस्या सल्भ गर्न सक्यो भने भविष्यका धेरै केसहरू हामी रोक्न सक्छौँ। एउटी महिला फाइनेन्सियली इन्सेक्योर छ, स्किल छैन, होइन, ट्रेनिङ पनि छैन, माइतीले फर्केर नआउनु भनेको छ, बच्चाहरू छ, त्यसमाथि श्रीमानले कुट्छ, गाली गर्छ, कन्ट्रोल गर्छ, पैसा दिन्न, बाहिर निस्कन दिन्न। अब हेर्नुहोस् त, सम्बन्धबाट बाहिर निस्क्यो भने चरित्रहीन भन्छ समाजले। अब निस्किन भने त उसको जीवन त हेल भयो नि। यस्तो अवस्थामा ऊ चुप लागेर बस्नु उसको प्रेम हो त, त्यो त उसको सर्भाइभल स्किल मात्र हो। खाना अलावा सुत्न त मान्छे जेलमा पनि पाउँछ नि, तर जेललाई किन घर भन्दैन? किनकि घरमा सुरक्षा मात्र हुन्न, त्यहाँ फ्रिडम पनि हुन्छ। अब मैले खाना दिएछु, लाउन दिएछु, घर दिएको छु, यति भन्दैमा रिलेसनसिप पुरा हुन्न। खाना र छाना त हामी जनावर पाल्दा पनि दिन्छौँ नि। हरेक मानिसलाई रिलेसनसिपमा खाना र छाना भन्दा माथिको सबैभन्दा ठुलो कुरा हो सम्मान, आवाज, चोइस अनि उसको आइडेन्टिटी। र फेरि सबै कुरा मैले म एकदम पर्फेक्ट मान्छे भनेर तपाईँलाई भनिरहेको होइन, मैले पनि लाइफमा थुप्रै गल्तीहरू गरेँ, त्यहाँबाट सिकेँ, होइन, आफ्नै गल्ती, सम्बन्ध र अनुभवबाट सिकेको कुराहरू म तपाईँसँग सेयर गर्दैछु। मैले एउटा सिकेको कुरा के हो भने, आफ्नो पार्टनरलाई गिफ्ट दिनु राम्रो कुरा हो, जीवनको सानो मोमेन्ट्सहरू सेलिब्रेट गर्नुपर्छ, बर्थडे, खाना, घुमघाम, सानो सरप्राइजहरू, यो लाइफको ब्युटिफुल मोमेन्ट हो। तर आफ्नो पार्टनरलाई त्यो गिफ्टमै मात्र भुलाएर राख्नुहुन्न। यदि तपाईँसँग पैसाको लिमिटेसन छ र तपाईँले कि उसलाई इम्पावर गर्न सक्नुहुन्छ कि गिफ्ट दिन सक्नुहुन्छ भने जहिले पनि हामीले इम्पावरमेन्टलाई रोज्नुपर्छ। मैले मेरो लाइफमा के गर्थेँ भन्दाखेरि ठुला ठुला गिफ्टहरू दिन सकिनँ, तर उसलाई इङ्ग्लिस सिकाउने कामहरूमा जोइन गराउने, उसलाई पब्लिक स्पिकिङहरू सिक्न पठाउने, उसलाई इन्करेज गर्ने, स्किलहरू ट्रेनिङमा पठाउने, कहीँ इभेन्ट्सहरू भयो भने सहभागी गराउने ताकि उसले दुनियाँ कता गइरहेछ भन्ने कुरा उनले बुझुन्। यो कुराहरू गर्नुपर्छ। किन भन्दा भोलि हामीले लाइफको मेजर डिसिजन गर्ने बेला उनलाई हिसाब बनाउनै पर्छ। हामीले धेरै वर्षसम्म छोरालाई भन्यो धेरै कमाऊ, राम्रो स्यालेरी भएको जब खाऊ, परिवार पाल्न सक्ने बन, अनि छोरीलाई के भन्यो धेरै कमाउने केटा खोज, फाइनेन्सियली सेक्योर मान्छेसँग विवाह गर, आफ्नो फ्युचर सेक्योर गर। हामीले वर्षौँसम्म यो रिलेसनसिपको सेन्टरमा प्रेमलाई भन्दा पनि फाइनेन्सियल सेक्युरिटीलाई राख्यौँ, त्यसको नतिजा हो यो। र म फेरि पनि तपाईँहरूलाई सम्झाउन चाहन्छु, यी घटनाहरू अहिले सुरु भएको होइन, यी घटनाहरू अहिले देखिन थाले। हामी जसरी कुवामा फुत्ता हाम्फाल्यौँ त्यसै गरी फुत्त बाहिर निस्कन हामी सक्दैनौँ। हो, मैले यो भने जस्तो राताराति यो कुरा चेन्ज हुने बिस्तारै हुन्छ, तर अहिले नबुझे कहिले बुझ्ने त नि? फेरि केहीले यो फ्रिडमको मिसयुज पनि गर्ला, तर यसको समाधान फेरि फ्रिडम खोज्नु होइन। जसरी एउटा पुरुषले हिंसा गर्यो भन्दैमा सबै पुरुष अपराधी होइनन्, त्यसै पनि एउटाले धोका दियो भन्दैमा सबै महिला बेइमान चाहिँ हुन्नन्, होइन? यसलाई व्यक्तिको गल्तीलाई उसकै पर्सनल अकाउन्टेबिलिटीमा राख्नुपर्छ। तर समाजले निर्माण गरेको जुन प्याटर्न छ यसलाई त समाजले पनि सचाउनु पर्यो नि। हामीले छोरीलाई फाइनेन्सियल स्किलहरू सिकाउनुपर्छ, आजदेखि दिदीबहिनीलाई निर्णय लिन सिकाउनुपर्छ, आफ्नो पार्टनरहरूसँग पैसा, करियर र ड्रिमहरू सेयर गर्नुपर्छ, र छोराहरूलाई केवल पैसा कमाउने साधन मात्र पनि बनाउनु, उनीहरूलाई पनि सुन्न सिकाउनुपर्छ, उनीहरूको कुरा पनि सुनिदिनुपर्छ। हाम्रो लक्ष्य त आफूलाई यस्तो बनाउनु हो कि ऊ स्वतन्त्र भएर हामीलाई छोडेर जान
जान सक्छ तर पनि ऊ सी चुजेस टु स्टे। हेर्नु प्रेमको सबैभन्दा ठुलो प्रमाण कसैले तपाईँले छोडेर जान नसक्नु होइन कि छोड्न सक्ने छ तर पनि उसले छोड्दैन। यो 7 जुनीको कसम प्रेमको प्रमाण होइन। हेर्नुहोस् हरेक दिन आफू फ्री भएर पनि एक अर्कालाई हरेक दिन रोज्नु यो हो प्रेम। तिमी अब मेरो कन्ट्रोलमा छौ भन्ने कुरा प्रेम होइन नि। तिमी आफ्नो जीवनको मालिक आफै हो, म आफ्नो जीवनको मालिक। तर हामी दुवैले यो यात्रा सँगै हिँड्ने डिसिजन लिएको छौँ है भन्ने चाहिँ प्रेम हो क्या। त्यो हुन्छ नि लभ इज नट अ क्याप्टिभिटी, लभ इज अ फ्री चोइस मेड अगेन एन्ड अगेन एन्ड अगेन। थ्याङ्क यू। र फेरि अन्तमा यदि तपाईँ वैदेशिक अध्ययनको लागि सोच्दै हुनुहुन्छ भने हाम्रो कङ्गारू एजुकेसन फाउन्डेसनलाई तपाईँले सम्झिन सक्नुहुन्छ।